सो हेलो गाइज, फेरि पनि स्वागत छ तपाईँलाई मेरो अर्को भ्लगमा है। आज पनि आइसकेँ म फेरि ट्रिपमा है। अब हिँडिसकेँ म एउटा ट्रिप यहाँ घर बस्दा बस्दै समातेँ है। अलि ढिलै भइसक्यो, 6:46 भइसक्यो है। अब आज अलि ढिलै गएँ म, त्यही पनि केही छैन है। अब यो एउटा ट्रिप समातेको है, माछा गोजीमा राख्दा राख्दै यो आइम हेयर भन्ने थिचेछ क्या है। अनि त्यसपछि के भन्छ अरे, अब यहाँ लोकेसनै अब यो यत्तिकै म्यापकै घरमा जानुपर्ने भयो क्या है। त्यही अलिकति झ्याउ भयो है। ल ठिकै छ साथीहरू, अब हामी पहिला सुरु यहाँ लोकेसनमा जाउँ है। अलिकति वेटिङै भइसकेको छ, म घरमा जुत्ता सुत्ता लाउँदाखेरि अलिकति टाइमै भइहाल्यो है। ल त्यही हो साथीहरू, आज पानी पनि परेको थियो अघिसम्म चाहिँ है। रोड अझै पनि भिजेकै छ होइन। अनि पानी परेको थियो अघिसम्म चाहिँ, अब अहिले चाहिँ अलिकति रुक्यो है। ठिकै छ, तर केही छैन अलिकति। अनि अझै अब अलिकति भन्नु बाँकी कुराहरू छ र अनि हामी अहिले एकछिनमा गरौँला त्यो चाहिँ। ल तपाईँहरू पनि यस्तो हेर्दै गर्नु होला है। अब भिडियो अस्ति बाइक अब त्यसपछि हाले छैन मैले। अब हेरौँ न, यहाँ अब आज एडिटिङ गरेर भोलि अब एडिटिङमा यो पनि आइहाल्छ होइन। धेरै काम त गर्दिनँ म आज पनि है। ल त्यही हो साथीहरू, अब हामी पहिला सुरु लोकेसनमा जाउँ। लोकेसनमा गएर बाँकी कुरा हामी उतै गरौँला है त साथीहरू। ल है त साथीहरू है, अब अहिले यहाँ नक्कुमा आइपुग्यो है। अलिकति यहाँ माथिबाट लानुपर्ने है। अब त्यहाँ अलिकति तनावै भयो क्या यार। हेर न यस्तो लोडिङ भइरहेछ। अब त्यो मान्छेले क्यान्सलै गरिदियो कि यार, के हो कन्ट्याक्टै पाउनु। एमपी पनि रहेनछ, अब त्यहाँ घरबाट निस्केको एमपी पनि रहेनछ। अब यहाँ अहिलेसम्म कन्ट्याक्टै भएन यार। अब कसरी उ गर्ने हेर्नु न यार, कस्तो झ्याउ बनाइदिइहाल्यो नि यार। अब यहाँ फकै भइहाल्यो नि यार, कहाँबाट हो भित्र भन्ने भएन क्या। अब यहाँ उहीँबाट हो कि उता माथिबाट हो भन्ने भयो क्या यार। अब कसरी हेर्ने यार, अब गाइज यसो अलिकति हिँडिदिनु यार, कसरी हेर्नु त यार। अब भइहाल्यो नि यार। ल एकछिन साथीहरू, हामी एकछिन यहाँ साइडमा बसेर एकचोटि फेरि उ गर्छौँ है, फ्याँकिदिउँ होइन। फेरि एकचोटि इन्ड्राइभ एकचोटि उ गरौँ। हेर्नु न यार, अब यस्तो भयो नि त। ल के भन्दैछ यार, भयो चल्यो यार। ल यहीँबाट रहेछ है। अब यहीँबाट यसरी हेर्दै हेर्दै भयो नि जानु पर्ला जस्तो यार। अब साथीहरू के गर्नु त होइन, अब अर्को उपाय पनि छैन होइन। न फेरि यो चाहिँ फेरि यस्तै हुन्छ कि है। अनि अब यो चाहिँ फेरि यहाँ अलिकति चल्यो कि फेरि यो फेरि माथि जुम भइदिइहाल्छ है। अनि त्यही भएर पो अब अलिकति झ्याउने भयो क्या है। तर त्यही नै अब हामी जाँदैछौँ है। अब यताबाट अगाडि अगाडि जस्तो छ है। ल त अब हामी जाउँ है। अब यहाँ पहिला प्यासेन्जर चाहिँ अहिले चाँडो खोजौँ। अहिले चाहिँ म फर्स्टमा प्यासेन्जर खोज्न जान्छु है। ल त अहिले हामी बाँकी भिडियो अहिले एकछिनमा गरौँला है त। ल साथीहरू, ल है त साथीहरू है, बल्ल तल यो टिप सक्यो 575 को है। तर लास अलिकति यो हुन्छ नि, तर लास अलिकति के भन्छ अरे, लास अलिक के भन्छ अरे यार। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। सुन म यहाँ पहिले चुरोट किनेर आउँ, त्यसपछि उ गरौँला है त साथीहरू। अब चुरोट किनेर अब लागे बाहिरै चुरोट खाइदिए, आज गाडीभित्र नखाइदिएको है। अनि अब एक टिप हान्यो अहिले है। तर यो टिप कस्तो लामो जस्तो लाग्यो क्या है मलाई चाहिँ है, किन है। अनि अब यहाँबाट कहाँ हो मलाई म पनि फर्स्ट टाइम आएको फेरि यो ठाउँ चाहिँ अहिलेसम्म आएको छैन यार। कहाँ हो क्या है। त्यही हो ल गाइज है, त्यही हो ल गाइज। अब हामी अहिले यो कहाँ हो त अब अलिकति थाहा भएन। यताबाट सामुकोसी पनि निस्किने रहेछ है। अब एकछिन यहाँ बसौँ, टिप हेरौँ है। टिपै अलिकति अघि कस्तो महँगो पाइरहेको थियो यार, अहिले बिहान टिपै पाएन है। त्यही हो साथीहरू, यसो हेर्दै चाहिँ गर्नु होला है। भर्खर अहिले 575 को टिप हाने है। अनि अब हेरौँ, अब यहाँ आज कस्तो अलि यो त कस्तो लामो भए जस्तो लागिरहेको यो टिप के, यात्रै लामो भए जस्तो लागेर है। अनि अब हेरौँ एकछिन यहाँ बसौँ।
अनि त्यसपछि अर्को टिपतिर पायो भने फेरि हामी टिपतिर अनि जाउँला है। हेर्न कहिले 446 हान्छ कहिले के हो। अनि अलिकति दुःखद खबर भने चाहिँ अब होइन अब यहाँ हाम्रो सर्वे अब हाम्रो टपअप गर्नुपर्ने हुन्छ कि अब हाम्रो त्यो 0.1 सर्भिस रोक्ने 0.01% सर्भिस पेमेन्ट अब अलिकति छैन है। त्यही भएर अलिकति गाह्रो भयो है। अब त झन् है अब त्यहाँ छुट्टै अब टपअप पनि गर्नुपर्ने हुन्छ यो इनड्राइभमा। अब त्यही हो अब कहिले हेर्नु यहाँ कुनैमा चाहिँ 0.01 सर्भिस पेमेन्ट भनेर यसरी देखाएको छ है। यहाँ यो यिनीहरू मात्र हो। अनि यिनीहरूमा चाहिँ अब 446 को टिप भयो भने 446 को टिप भयो भने कति 45 रुपियाँ काट्छ कि 400 जस्तो कि अब 300 को टिप हो यो 400 को भयो भने अब 40 रुपियाँ काट्छ कि। अनि यो 0.01% सर्भिस पेमेन्टमा चाहिँ 300 को छ भने 3 रुपियाँ 0.3 रुपियाँ मात्र काट्छ कि है। अनि अब यस्तोहरूको अब गऱ्यो भने अब हाम्रो यहाँबाट यो अघि 165 थियो 165 हो कि 100 समथिङ कति थियो 500 को अब 500 को अब कति रुपियाँ काट्दियो भने चाहिँ अब 575 को त्यस्तै 60 50 55 जति कति रुपियाँ काट्यो। अनि अहिले 101 छ है। अब यहाँ आज टपअप भएन टपअप गरेन भने अब टपअप पनि गरेर छैन टपअप गरेन भने टिप पनि गर्न पाइँदैन है। अनि अब त्यही हो अब अलिकति झ्याउ भयो यो इनड्राइभको अब यो अलिकति भएर है। अनि अब कुनै मात्र देखाएको छ खै कस्तो खालको देखाएको छ भन्ने अलिक थाहा भएन है। जस कुनै चाहिँ देखाएको छ होइन। अब त्यही हो ल साथीहरू अब अलिकति झनै गाह्रो भइहाल्यो। सनराइज टावर ललितपुर मासला कस्तो अलिकति लामो हद्दिया पनि हुन्थ्यो नि है। त्यही हो अब अघिसम्म पानी परेर कस्तो दामी रेट चलिरहेको थियो पानी पनि रोकिहाल्यो जहिले मैले गाडी लिने बेलामा पानी रोकिदिन्छ कि है। यति एउटा चाहिँ अलिकति टेन्सन दिन्छ कि यार। ओहो यो एउटा कहाँ हो यो बुढा नीलकण्ठ त पर नजाउँ है। ल त साथीहरू अब अहिले यहाँ टिप हेर्दैछु टिप अहिले भेटेपछि फेरि अनि हामी सुरु गरौँला भिडियो है। अब अहिले धेरै लामो भिडियो नगरौँ ठ्याक अब 8-10 मिनट 15 मिनटको यसो हाल्नु पर्दा भन्छु जहिले 20-22 मिनट 1 घन्टा कट्ने कहिले के हो ल। अहिलेको लागि चाहिँ ल यति भनेर अहिले राखिदिन्छु है ल साथीहरू। अब यहाँ बल्ल तल एउटा टिप पायो स्विच टारको तर सस्तै हो है। अब यहाँ फर्स्टमा कल गरौँ है। यस क्याट सम रे क्या है। फर्स्ट अफ अल कल गरौँ यहाँ नक्सलमा कता रहेछ है। अब कलै लागेन भने चाहिँ फेरि तनावै हुन्छ क्या फेरि। त्यसो गरौँ न रेगुलर कल भन्ने पनि हुन्छ। रेगुलर कलमा चाहिँ सिधै डाइरेक्ट उहाँकै नम्बर जान्छ। अनि अब यसमा पनि उठाएन भने चाहिँ फेरि तनाव हुन्छ है फेरि गाइजहरू ल। हेलो हजुरले इनड्राइभ बुक गर्नु भएको थियो? हजुर हजुर ए हजुर लोकेसनमै हुनुहुन्छ? म ठ्याक्कै ल फक म्यान ब्यालेन्स सक्यो क्या मेरो। ल हो त रहेछ नि यार। एकचोटि ट्राई गरौँ गाइजहरू। अब उहाँले लोकेसनमा छ भनिसक्यो है। अब हामी यताबाट यस्तो गरेर यस्तो होइन पछाडि नै हो क्या अरे पछाडि नै हो। ल अब साथीहरू अब 400 कतिको भयो नि अब टिप एउटा समातिहाल्यो है। अब जानु पर्यो अब 2 टिप हुन्छ यसले चाहिँ है। भ्याउँछ कि भ्याउँदैन क्या भ्याउँछ नभ्याए पनि रोकल एकचोटि फेरि कल आयो है त्यही मान्छेको सायद। हेलो हजुर लोकेसनमै बस्दै गर्नु ल म आउँदैछु है। ए हुन्छ हस् ल त साथीहरू अब उहाँबाट अलिकति फास्ट आइदिनु भनेको छ है एकछिनै। अब उहाँबाट अलिकति फास्ट आइदिनु भनेको छ। अब अलिकति चाँडै जानुको लागि अब भिडियो स्टुडियोमा गफ गर्दै जानु हुँदैन है प्यासेन्जरहरूलाई। किनकि चाँडोभन्दा चाँडो है उहाँको डेस्टिनेसन पुऱ्यायो भने हामीलाई अर्को टिप पाइन्छ। त्यसैले अब जानु पर्ला जस्तो। ल साथीहरू अब हामी भेटौँला यहीँ लोकेसनमा पुगेपछि है त ल है त साथीहरू। अब चाहिँ हामी यहाँ लोकेसनमा पुग्नै लागिसक्यो है। यो चाहिँ मलाई ठ्याक्कै याद भयो है। यो चाहिँ हाम्रो अगाडि यो के भन्छ पुलिस रिपोर्ट बनाउने ठाउँ यो नक्सलमा है।
अनि हो नक्सलमा। अनि त्यो पहिला यो ड्युकहरूको सोरुम थियो त्यहीँ रहेछ जस्तो लाग्यो है। कल उठाउँछु एकछिन रोक्नु है त। हेलो 1 मिनट यहाँ आइसक्यो म टर्निङमा। ए हस् ल ल त है साथीहरू उहाँबाट नि कल गर्न सक्नुभयो। अब यहाँबाट हामी जाउँ है, उहाँ अलि अगाडि हो है। ल त साथीहरू अब हामी उतै भेट्नुपर्छ है, धेरै टाढो पनि छैन फेरि झुक्का भन्ला फेरि तपाईँहरूले होइन। ल अब हामी भेट्नुपर्छ उतै है त। ल साथीहरू स्विच टार अस्ति नै स्विच टारमा पुगेर तर टिप चाहिँ पाएको थिएन, अब यसपालि चाहिँ पाउँछ कि पाउँदैन है त। ल हेरौँ है त आज चाहिँ स्विच टारमा जहिले फस्छ यार। अब म चाहिँ है ल साथीहरू है अब हामीले यहाँ पनि टिप छोड्यो है। 900 कतिको टिप हान्यो है। अब 2 टिपमा अब नेक्स्ट टिप अब यहाँ हेरौँ है। अब अलिकति छैन 8 कति 8:30 भइसक्यो है। नेक्स्ट टिप अब हेरौँ। यहाँ अलि अगाडि जाउँ, अब गाडी सिधै होइन खाइदिउँ। अब यहाँ अलि अगाडि बसेर साइड लगाइदिउँ, अलिकति गाडी जाने बाटो ठ्याकठुक छोडिदिएर होइन। यो स्विच टार अस्ति नैको ठाउँमै यहाँ आएको छु है। अहिले चाहिँ मासुलाई यहाँ अलि लोदर जस्तो लाग्छ कि टिपै पाउँदैन भने यार, त्यही भएर अनि अलिकति झ्याउ लाग्छ क्या। अनि फेरि त्यही मासु खासै टिप पनि पाएन। अब घरतिर चल्दिन लाग्यो है। बुढी पनि बिरामी छ, अझ खाना बनाउनु पर्ने छ है। अब गाह्रो छ धेरै है। के गर्नु अब आज त पकाएको तरकारी लगेर जाउँ भने फेरि अब यहाँ के फेरि अब अलिकति उता गरेर राख्ने भनेर एकछिन गऱ्यो। 1500 जति हाने होला है। अफलाइन एउटा भर्खर एउटा हाने। अनि फेरि अब यहाँ एउटा 200 कतिको टिप एउटा पाएको छु है। त्यो पनि एउटा हानौँ। धेरै टाढा खाएन, यतै नजिकै छ है। जम्मा यो कति 550 मिटर भनेको छ है। ल त अब हामी जाउँ यताबाट। त्यसपछि हामीलाई जहाँ जानुपर्ने फेरि त्यहीँको परेछ है। अब को हो भनेर चाहिँ अब चिने हो कि होइन भन्नेमा एउटा पऱ्यो है। ल अब हामी जाउँ अब त्यहाँबाट अनि बाँकी हामी उतै गरौँला है त साथीहरू। ल त है अब यहीँ मुनि मात्र छ है। अब टर्निङमा अब उता अगाडि के गर्नु है। ल त साथीहरू अब अहिले यहाँ लाइट पनि अफ गर्छ कि अब फेसमा नदेखाउँ। अब यहीँ हो। ल त अब हामी बाँकी अब उता लोकेसनमा पुगेरै गरौँला है त। ल साथीहरू जाउँ उतै अलि अगाडि रहेछ। ल फेरि यहाँ घुमाउनु लास्ट गाह्रो थियो यार अस्ति नि त। ल अब आज के हुन्छ हेरौँ है त। यस्तो सानो गल्ली छ कि यहाँ चाहिँ। ल यहाँ 215 को टिप पनि पुऱ्यायो है। अब यता यहाँ एउटा साथीलाई आज यस्तो लिएर जानु पर्ला जस्तो है, साथी बसौँलाई। ल ठिक छ साथीहरू है। अब आज यताबाट नि यस्तो भइहाल्यो है। ल ठिक छ अब घरमा गएर छिटो खाना नि बनाउनु पर्छ है। 9 बजिसक्यो है। उता हाम्रो घरबाट चाहिँ चिल छ, तर यसो अलि ढिलो भयो भने केही पनि फरक पर्दैन। हल्ला गरे पनि तर पनि त्यसो गर्नु चाहिँ हुँदैन। तर पनि ल हाम्रो चाहिँ चिल छ, तर केही फरक पर्दैन खानसाना बनाउँदाखेरि है। अनि यहाँ अहिले कस्तो कमेडी गर्दै हो कि है। अब माछाहरू त जाने हो कि है, हुन्छ नि क्या होइन। अब त्यहाँबाट बस्ने बित्तिकै अब 2 जना छोरी रहेछ, ठुल्ठुलै थियो। अनि एउटा आमा अनि उसको बाउ यहाँ अगाडि बसेको थियो। अनि के भन्छ अरे, अनि पछाडि अब 3 जनामा अब कसले पादै त्यो त मलाई पनि थाहा भएन है। वाक्क पातदिएर क्या फेरि ठुलै क्या होइन। अनि त्यसपछि अब त्यो 2 जना छोरीहरू चाहिँ फेरि हाँसे गरेँ क्या होइन। अब मैले त अब नसुने जस्तो गरेँ क्या, त्यही पनि म केही ध्यान नदिएँ जस्तो गरेर। अनि फेरि अनि त्यसपछि यताबाट अलिकति अगाडि आयो। अनि त्यसपछि त फेरि भक्क पारिदियो क्या फेरि है। 2 छिटो पारिदिएर क्या होइन। अनि फर्स्टमा त मैले अब ल त्यो अलिक मिस्टेकले बस्दाखेरि यता कहिले काहीँ त्यस्तै लिक हुन्छ नि त। अनि त्यही भएर होला भनेर मैले अब खासै वास्ता दिएन होइन। अनि पछि त अर्कोचोटि पनि दियो। अनि अब अर्कोचोटि पनि अब त्यसरी दिएपछि चाहिँ अनि अलिक कस्तो कमेडी लागिरहेको क्या मलाई होइन। अनि म फेरि केही पनि रियाक्सन दिएन मैले त। त्यही हो ल है। अब हामी अब आजको लागि यति है। ल अब बाँकी अब भोलि गरौँ पर्ला है, कमेडी भइहाल्यो। ल है त साथीहरू है, अहिले चाहिँ म यहाँ कहाँ छु भन्दाखेरि होइन स्टार हस्पिटल बाहिर छु। अनि चाहिँ है एकछिन भित्रबाट एकछिन बाहिर चुड खान आएको है। यता बुढीलाई अलिकति बिरामी भएर अनि यता अहिले हस्पिटल लिएर आएको छु है। अब गाह्रो परेर यहाँ चाहिँ बाटोमा छु है। घर गएको खानसाना बनाएर रहेछ है। अनि सफा गरेर चाहिँ गाह्रो भयो भने चाहिँ अनि हस्पिटल अहिले लिएर आयो है। अब के गर्ने, अब एकछिन बसौँ अहिले यहाँ हेरौँ के हुन्छ, भर्ना गर्नुपर्छ कि के हो। र त साथीहरू अहिले म एकछिनभित्र गएर अनि अलिकति देखाउँछु है, त्यहाँ भिडियो चाहिँ के मिल्छ कि नमिल्ला।
त्यही पनि है त ल Two hours later. है त साथीहरू अब चाहिँ हामी यताबाट निस्केको अब हामी घर जान्छौँ घरमा गएर खानासाना खान्छौँ है लगाएर अब साथीहरू अब चाहिँ हामी घर जानुपर्ने छ है खाना पनि खाएन लगाएर घर जाउँ हवसमा हेडलाइट बाल्नु पर्ला नि त पहिला ठिक भयो ल अब यहाँ ठिक भइसक्यो अरे अब हामी घर जाउँ अब घर गएर खानासाना बनाउनु पर्छ खाना पनि खानु पर्ने छ ए सरी खाना बनाइसकेको छ अब खाना तताएर चाहिँ खाने भन्नु लाग्यो बनाउनु पो भन्ने सुनेको चाहिँ गएछ कि ल अब हामी घर जाउँ घर गएर खानासाना तताएर टक्क लगाएर खानुपर्छ खाना नि खाएन भोक पनि लागिसक्यो निन्द्रा पनि धेरै लागिसक्यो है हिजो राति चाहिँ उता बाहिर क्लब गएको थियो है कति पछि अनि बिहान 5 बजे घर आएर सुतेको बिहान त्यसपछि 5 बजे भनेपछि 8:30 बजे कि 9 बजे उठेको त्यसपछि अझै निन्द्रै पुग्यो खाने जम्मा 3-4 घन्टा सुतेर दिउँसो निन्द्रा लागेको थियो फेरि आज त्यो साथी फेरि इन्डिया बिहेमा जान्छु भनेर गयो अनि त्यही भएर अब उता पनि छोड्दा ओर्दा यताउति गर्दा भ्याउँदै भ्याएन ल त अब साथीहरू आजको लागि भने चाहिँ यति हो अब हामी घरतर्फ जान्छौँ है अब जहिले एउटै हुँदैन है अब आज नि खासै कामसम्म गएन अगाडि नै भनेको थिएँ बुढी बिरामी छ घर गएर चाँडै जानुपर्छ भनेर अब ल त आजको लागि भने चाहिँ यति हो है यसो हेर्दै गर्नु होला खासै भिडियो त बनाएन भित्र है अब अलिकति सिरियस भएर साइलेन्ट पानीहरू चढायो टक्क लगाएर अब सुगर अलिक कम रहेछ मेरो चाहिँ अस्ति सुगर बेसी थियो 240 यता चाहिँ 77 रहेछ अनि चक्लेट गुलिसुले खाऊ भने अनि यहाँ दबाई धेरै देखाएन त्यो 2-3वटा देखा धेरै लिएन टोटल त यार 10,000 हो कि 12,000 जति गयो होला यार साथीहरू यार अस्ति पनि मेरो पनि जस्तै चेकअप गर्दाखेरि चाहिँ त्यति नै गएको थियो अरे है कति गएको थियो अरे 10,000 गएको थियो अनि आज यताउति गरेर त्यही 10,000 हो कि 11,000 12,000 कति गएको अब उतै गएर हेरौँ ल ल त साथीहरू ल आजको लागि चाहिँ यति हो है अब घर जाउँ धेरै लामो भिडियो नगरौँ अब घर गएर खानासाना पनि खानु पर्ला ल त हेर्दै गर्नु होला अर्को भ्लगमा भेट्नुपर्छ फेरि ल गाइज अब हामी यहाँ घर पुगिहाल्यो है फाइनली अब यहाँ तरकारी चाहिँ यहाँ यस्तो छ भनेको यस्तो छ अब तताउँ खाउँ है भोक लागिरह है अब आज यस्तै भइहाल्यो है अब अहिले कति बजिसक्यो यार अहिले 1 बजिसक्यो होला यार 1 बजिसक्यो अब के गर्ने यस्तै छ है गाह्रो छ अब सबैजना सुतिसक्यो होला अहिले ठुल्ठुलो नबोलौँ होला अब त्यही हो ल साथीहरू आजको लागि भनेर यति हो अब खानासाना खान्छौँ अब हामी अघि नै ल्यायो त्यो साथीलाई पनि लिएर आएको यहाँ अनि थाहा थिएन यहाँ हस्पिटल जानुपर्छ भनेर अनि अब यहाँ हस्पिटल पनि गइयो है अनि ल अब हामी यसो एक दुई प्याक अलिकति ज्यान हल्का गर्नलाई खान्छौँ अनि त्यसपछि खाना पनि खान्छौँ है ल त त्यही हो गाइस ल हेर्दै गर्नु होला लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु होला ल त हस् धन्यवाद।